हेलो गाइज, नमस्ते। कस्तो हुनुहुन्छ तपाईँहरू? आशा राखेको छु सबै सन्चै आरामै हुनुहुन्छ होला भन्ने। हिजोको नेपाल भर्सेस कतारको म्याच चाहिँ कतिजनाले हेर्नुभयो र एकदमै रोमाञ्चक म्याच, म्यान अफ द म्याच सन्दीप लामिछाने, जसले चाहिँ 5 विकेट अल लिनुभयो। हिजो चाहिँ एकदमै घमासानवाला म्याच भएको थियो। सुरुमा जब नेपालले ब्याटिङ गरेको थियो त्यति बेला स्टार्टिङमा विकेट फल हुँदाखेरि दिपेन्द्र सिंह ऐरी र हाम्रो क्याप्टन रोहित पौडेल बिच एकदमै राम्रो साझेदारी पनि भयो, एउटा पार्टनरसिप भयो। फेरि त्यो पार्टनरसिप टुटेपछि फेरि फत्ताफत जान लाग्यो। फेरि लास्टमा चाहिँ गुलसन झाले चाहिँ एकदम राम्रो 8 बलमा 16 रनको इनिङ, होइन, कहिले पनि एकदम इम्प्याक्टफुल इनिङ खेलिरहेको छ क्या गुलसन झाले चाहिँ। राम्रो ब्याटिङ गरिरहेछ, कहिले पनि एकदम डराउँदैन चाहिँ केटो चाहिँ। यार आउट हुनेलाई पनि डराउँदैन, हान्नेलाई पनि एकदम, होइन, एकदम तगडा भनेको, होइन, सबै गुलसन झा मलाई तगडा लाग्छ क्या नेपाली टिममा चाहिँ एकदम। र एकदम राम्रो नक खेलेर नेपाललाई चाहिँ 148 को टार्गेट दिनसम्म सफल भए। लास्टमा 1-2 टच हाम्रो सोमपाल दाइले पनि हानेर दिए, होइन, राम्रो भयो। सबै मिलेर मिलिजुलीको सरकारमा चाहिँ 147 समथिङ, है, 148 को टार्गेट। र पछि कतार चेज गर्न आउँदाखेरि चाहिँ कतारको ओपनिङ ब्याटरले चाहिँ ढुट्टु हान्यो यार। फर्स्टमा सुरुमा चाहिँ मैले लागेको थियो अब यहाँदेखि चाहिँ कमब्याक हुँदैन होला भन्ने लागेको थियो 10 ओभरसम्म हेर्दाखेरि चाहिँ। त्यसपछि मैले चाहिँ मोबाइल बन्द गरेर चाहिँ 1-2 विकेट झरेर चाहिँ पछि खोलेर हेर्दाखेरि पछि राति हेरेको म पनौती मान्छे, नहेरौँ मैले हेरेँ त हार्छ भन्ने लागिरहेको थियो। मैले जति बेलासम्म हेरेँ त्यति बेलासम्म विकेटै नगएको के यार। त्यसपछि मैले हेर्नै छोडिदिएँ। त्यसपछि विकेट गएको रहेछ, 2-3 विकेट गएपछि फेरि मैले हेर्न सुरु गरेँ। राम्रो बलिङ गरेको थिएँ, होइन। अनि सन्दीप लामिछानेले सबभन्दा बेस्ट बलिङ गर्नुभयो। 5 विकेट अल। लास्टमा चाहिँ लास्ट ओभर चाहिँ क्रुसल थियो, 10 रन चाहिएको थियो। सन्दीपले चाहिँ कन्टिन्युस 2 बल चाहिँ डट हाल्यो। त्यसपछि चाहिँ ऊ गरेर चाहिँ विकेट पनि लगेर एकदम, होइन, 5 रनले चाहिँ नेपालले जित्यो। खेल चाहिँ एकदम दरो बबाल भइरहेछ। प्रकाशले हेर्नु भएको छैन, छ कि छैन क्रिकेट चाहिँ। मेरो सब्सक्राइबरहरूले, मेरो यो युट्युब फ्यामिलीहरूले चाहिँ यो भिडियो चाहिँ यतिकै हो, तपाईँहरूलाई मेरो एक्साइटमेन्ट, मेरो खुसी देखाउनको लागि हो। अब आगामी दिनमा पनि अब भनौँ न नेपाल विश्वकपमा छनौट हुन गइरहेको छ। हुन्छ भनौँ, डेफिनेटली हुन्छ। अब चाहिँ भोलिको म्याच चाहिँ जित्यो भने चाहिँ नेपाल विश्वकपमा छनौट हुने पक्की हुन्छ। भोलि चाहिँ जित्नु जरुरी छ। ओमानलाई चाहिँ अहिले चाहिँ टेबल टपमा बसेको छ। ओमानलाई चाहिँ हराउनु जरुरी छ। ओमानले हार्यो भने चाहिँ ओमानलाई हरायो भने नेपाल चाहिँ क्वालिफिकेसन पक्का गर्नेछ वर्ल्ड कपको लागि। बस एउटा गेम जित्यो भने चाहिँ नेपाल क्वालिफिकेसनको लागि पक्का। इन्डियाको लागि, इन्डिया र श्रीलङ्कामा जुन वर्ल्ड कप 2026 हुन गइरहेको छ त्यसको लागि। कसैले क्रिकेट हेर्नुहुन्छ या भने तपाईँलाई के लाग्छ, कस्तो लाग्छ, होइन, आफ्नो कमेन्टहरू, प्रतिक्रियाहरू दिनुहोला कमेन्ट बक्समा। र साथै मैले चाहिँ बाँकी अरू चाहिँ अन्य चाहिँ कस्तो खालको भिडियोहरू बनाउनु पर्यो, होइन, तपाईँहरू आफ्नो विचार सोच राख्न सक्नुहुन्छ मेरो भिडियो मार्फत। धेरै धेरै धन्यवाद।